मेरो आफ्नो चाहनाको अथवा मेरा आफ्ना एजेन्डाको विषयहरू कुरा गर्दै गर्दा मेरो आफ्नो पहिला जुन 30 इयर्सको 30 वर्षको अनुभवले यो कसरी यो राष्ट्र देश सुरक्षित हुन्छ भन्ने विषय मेरो आफ्नो एक्सपर्टिजको कुरा छ। राष्ट्रिय सुरक्षाको विषयहरूमा मेरो आफ्नो एक्सपर्टिज छ, म त्यसमा राख्ने नै छु। सँगसँगै कतिपय कानुनहरू सान्दर्भिक कानुनहरूलाई चाहिँ हैन त्यसलाई कार्यान्वयन गर्नेतर्फ र असान्दर्भिक कानुनहरू जति छन् तिनलाई पनि अब अमेन्डमेन्ट गर्ने हैन त्यसलाई अर्को चाहिँ संशोधन गर्ने र हामीलाई सुहाउँदो खालको र यहाँ चाहिँ व्यावहारिक रूपमा परेका कठिनाइहरू समेत त्यसलाई मलाई आफूलाई थाहा भएको हुनाले ती कुरालाई पनि कसरी हटाउने र नेपाली आम जनताले एउटा हैन सामाजिक न्यायको आफ्नो सुरक्षाको र सबै कुराको अधिकारको सुनिश्चितता हुने गरी के किसिमका कानुनहरू निर्माण गर्न सकिन्छन् भन्ने पनि मेरो अनुभवले पनि त्यसलाई यसलाई टेवा दिन्छ।